हेलो गाइज, आज हामी पोखराको लेक साइड घुम्न गएको थियौँ। चितवनबाट ठुलो मम्मी दिदी अनि नानी आएको थिए। अनि उता हेर्न जाने भनेर साँझको आरती हेर्न जाने भनेर हामी साँझको आरती हेर्न गएको थियौँ। त्यहाँ बाबु चाहिँ ठुलो मम्मीसँग रमाइलो भयो। धेरै पछि हेर्न गयो। यता चाहिँ तयारी हुँदैछ, साँझको आरती गर्ने तयारी हुँदैछ। साँझको बेला भएर कस्तो राम्रो दृश्य सिन आइरहेको कि ढुङ्गाहरू लाइन लाएर बसेछन्। यता चाहिँ सुरु भइसक्यो आरती। कपिराइट हुने भएर चाहिँ मैले साउन्ड चाहिँ काटिदिएको छु। अनि सधैँ कति धेरै मान्छे हुन्छन् कि यहाँ चाहिँ, फेरि बाहिरको है कति आउनुहुन्छ है फेरि। अनि हामी पनि गयो, एकछिन हेऱ्यो। अनि बाबुलाई चाहिँ उता खानाको मात्र ध्यान छ। अनि इन्डियातिरको धेरै आए जस्तो लाग्छ, देख्दाखेरि त्यस्तै हुनुहुन्थ्यो। इन्डियातिरबाट अझ धेरै आउने टुरिस्टहरू चाहिँ। अनि जस्तो रमाइलो भयो धेरै पछि गएको हुनाले। यस्तो भगवानको आरतीहरूमा जाँदा चाहिँ मन आनन्द लाग्ने, त्यस है सुन्दाखेरि यहाँको टोन, यहाँको त्यो वातावरण देख्दाखेरि चाहिँ त्यसै मन आनन्द हुन्छ। गइराखौँ, बसिराखौँ जस्तो, सुनिराखौँ जस्तो लाग्छ। अनि ठुलो मम्मीहरू पनि थपडी बजाइरहनु भएको छ। अनि हामी त्यसपछि चाहिँ यता फुड ट्र्याकतिर हिँड्दै गयौँ, डिस्नील्यान्डतिर खेल्न जाने भनेर। त्यता जाँदाखेरि धेरै लामो बाटो पर्दो रहेछ कि त्यो आरती गरेको ठाउँबाट यता जाँदाखेरि त। अनि खुट्टा गलिसकेको थियो। तर यो दृश्यले गर्दा चाहिँ कस्तो राम्रो आनन्द आइरहेको थियो कि हेर्नु कस्तो रमाइलो छ कि। देश विदेशको सिनहरू जस्तो हामी नेपालमा हुनेलाई त यही पनि खुब रमाइलो लाग्छ नि त है, विदेशकै जस्तो। जस्तो रमाइलो भयो यसरी घुम्दा चाहिँ। धेरै पछि हिँड्नु भयो। यहाँ चाहिँ कोही राति 12 बजीसम्म पनि एकदमै भिड हुन्छ कि, यस्तै रमाइलो हुन्छ। बाबु चाहिँ रमाइरहेछ। अनि हामी डिस्नील्यान्डतिर गयौँ, छिर्यौँ भित्र। म चाहिँ पहिलोपटक छिर्यो, पहिला गएको थिएन। अनि यिनीहरू पनि फर्स्ट टाइमै भइहाल्यो। अनि जस्तो बाबु पनि रमायो। धेरै रमाइलो ठाउँ रहेछ, हामी चाहिँ गएको थिएनौँ कि पहिला। अनि यस्तो घुम्ने चर्काहरू पुरै थियो। अनि त्यहाँ खेल्ने भनेको माथिबाट मान्छेहरू चिच्चाएको सुनेर बाबु चाहिँ अनि नखेल्ने भनेर डरायो। अनि त्यसपछि चाहिँ खेल्दैन। नानी चाहिँ खेल्न खोजिरहेको थियो, एक्लै भएर ऊ पनि खेलिने। अनि कस्तो रमाइलो भयो जस। अनि बाबु चाहिँ पछि हेर्दै गयो। अनि पछि चाहिँ बाबु यतापट्टि खेल्दैछ, रमाउँदैछ। अनि त्यसपछि बाई गर्दैछ। अनि पछि चाहिँ बल्ल गाडी खेल्छु भनेर गाडीमा मान्यो। अनि हामीहरू चाहिँ उसले दिएन। अनि हामीहरू चाहिँ खेल्न पाएनौँ कि मान्छेहरू चाहिँ माथिबाट चिच्चाइरहेको थियो नि, त्यो हुनाले चाहिँ बाबु झन् डरायो। अनि मानेन। त्यही भएर नानीहरूले अब यहाँ कुन खेल्ने भन्ने कुरा भइरहेको थियो। हेर्दै हेर्दै गयो, यो खेलौँ भन्दै त लास्टमा केही पनि पाइएन। अनि बाबुले गर्दा यो खेल्न नानी चाहिँ रहर गरेको थिएँ। अनि यो ढुङ्गाहरू हेर्न पनि ठाउँ चाहिँ धेरै रहेछ, जस रमाइलो रहेछ। दिउँसोमा गएर बच्चाहरूलाई खेलाउन चाहिँ रमाइलो हुने खालको रहेछ। धेरै राम्रो बनाएको रहेछ भित्र चाहिँ। अब हामी यहीँ भएर नि गइएको थिएन। ठुलो मम्मीहरू आउनाले चाहिँ त्यताको मेसो मिलेर गयो। जस रमाइलो भयो। अनि सबै थरी रहेछ कि खेल्नलाई बच्चाहरूको चाहिँ। अनि यो हेर्नु न कस्तो डरलाग्दो छ कि यो चाहिँ। यहाँ मान्छेहरू चिच्चाएको सुन्दा त्यसै डर लागेर खेल्न पनि आँट आएन। अनि बाबु चाहिँ पछि यता गाडी खेल्यो। अनि मानेको थिएन पहिला त, पछि फेरि अनि त्यहाँ चढिसकेपछि चाहिँ अर्को गाडीमा चढ्छु भनिरहेको थियो। अनि त्यही गाडी राम्रो छ भन्यो मामा। पछि फेरि त्यही गाडीमा चढ्यो, त्यहीँ खेल्यो। अनि त्यसपछि फेरि एकछिन उतापट्टिकोमा एकछिनै खेल्छ। अनि उतापट्टि गएर फेरि बाइकमा पनि एकछिन खेल्छ। जस रमाइलो भयो। यसरी चाहिँ अब नयाँ भिडियोहरू मैले राख्न ट्राई गरिरहेको छु। प्लिज हेरेर प्रतिक्रिया चाहिँ दिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि जस बच्चाहरू खेल्नलाई चाहिँ राम्रो ठाउँ छ त, हजुरहरू पनि जानु होला फुर्सद भएसम्म, भ्याएसम्म। अनि त्यसपछि एकछिन यता बाइक खेल्छ। फेरि लोड्छ कि भन्ने डराएर मैले फेरि बेसी छिटो गराइदिन भनिनँ है, समाउन के गर्छ भन्ने भयो। एकछिन त्यहीँ खेल्छ। अनि त्यसपछि चाहिँ यो के नानी खेल्न खोजिरहेको थियो, तर लास्टै डर लाग्दो थियो। सिधै माथि लगेर उल्टाउँछ नि त यसले त। अनि एकछिन हेऱ्यौँ, यहाँ मान्छेहरू चिच्चाइरहेको थियो। अनि बाबु चाहिँ झन् अनि डराएर चढ्नै दिएन। अनि यता चाहिँ रमाइरहेछ बाबु।
अनि त्यसपछि चाहिँ हामीहरू अनि अब निक्लन लाग्यो। यता चाहिँ बाबुले चाहिँ मिठाई खाऊँ भनेर देखाइरह बच्चाहरूलाई बाहिर हिँडेपछि मिठाई चाहिँ देखाइहाल्नुपर्छ फेरि। अनि त्यसपछि चाहिँ हामी अनि 1-2वटा टिकटक बनायौँ। अनि यो चाहिँ दिउँसोको टिकटक हो। त्यसपछि चाहिँ खुब रमाइलो भयो। हजुरहरू पनि भ्याएसम्म जानु होला, खुब रमाइलो ठाउँ छ। त्यहाँ गएर सन्ध्याकालीन आरती हेर्न चाहिँ खुब रमाइलो हुन्छ है। जस्तो एक दिनको घुमाइ पनि जस्तो रमाइलो भयो। बाई बाई, सी यू।